छन्। आजकल मसँग सपनाहरू कम छन्, जिम्मेवारीहरू धेरै, उत्साह कम छ, कर्तव्य धेरै। म जीवन बाँच्नु भन्दा बढी जीविका कमाउन व्यस्त छु। रात धेरै गहिरिँदा झ्यालमा आफ्नो छाया देख्छु। त्यसले मलाई हेरेर सोध्छ, तिमी जित्दैछौ? म धेरै बेर चुप बस्छु अनि मुस्कुराए जस्तो गरेर भन्छु, सायद। तर भित्र कतै एउटा थाकेको आवाजले भन्छ, जित भनेको के हो र? यदि जित्न खोज्दा आफूलाई नै हराउनु पर्छ भने म छततिर हेर्छु, म आफैसँग सोध्छु, यो सबै आखिर कसका लागि? उत्तर आउँछ भविष्यका लागि, अनि फेरि अर्को प्रश्न उठ्छ, तर वर्तमानलाई मारेर बनाएको भविष्य कति सुन्दर होला। हेर न, मैले जीवनमा धेरै कुरा गुमाएँ, केही मानिस, केही अवसर, केही सम्बन्ध, र सबैभन्दा बढी आफूभित्रको निश्चिन्त मान्छे। तर पनि हरेक बिहान म फेरि उठ्छु, किनकि आशा अझै मरेको छैन। थाकेको छ, घाइते छ, तर बाँचेको छ। र सायद मान्छेहरू बलिया भएर बाँच्दैनन्, आशा बाँकी भएर बाँच्दो रहेछन्। कुनै दिन जब यो लामो परदेशी यात्रा सकिनेछ, यी सबै सङ्घर्षहरूले मेरो ढोकामा ढकढक्याउनेछन् र भन्नेछन्, अब तिमी घर फर्कन सक्छौ। त्यो समय म सायद धनी भएर फर्किन्न, तर यी सङ्घर्षका घाउहरू, यी हारका कथाहरू र नझुकेको आत्मा लिएर फर्किनेछु। अनि त्यो बेला पहिलो पटक आफैलाई भन्नेछु, तँ हारेको थिएनस्, तँ त केवल धेरै लामो समयसम्म लडिरहेको थिइस्। मित्र सुशान्त चेम्जोङ लिम्बूजीलाई धेरै धेरै धन्यवाद। साँच्चीकै निकै नै आकर्षक शब्दहरू उहाँले व्यक्त गर्नुभएको छ। नमस्कार।